हेलो नमस्ते सबैलाई। पासवर्ड हराएमा फेरि अर्को नयाँ पासवर्ड लिन कसरी सकिन्छ भनेर तपाईँलाई सिकाउनेछु। यसको लागि चाहिँ तपाईँहरू फर्स्टमा गुगलमा गएर पासपोर्ट एप्लिकेसन फर्म भनेर सर्च गर्नुहोला। सर्च गरेपछि फर्स्ट रिजल्टमा होम डिपार्टमेन्ट अफ पासपोर्ट नेपाल भन्ने आउनेछ। त्यसमा क्लिक गरेर पासवर्ड अफ डिपार्टमेन्ट अफ नेपाल आउनेछ, त्यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ एप्लाई पासपोर्ट भन्ने देख्नुहुनेछ। यहाँ रिप्लेसमेन्ट हराएका छोरीको नाम थिच्नुहोला। अर्डिनरी 44 पेजेसको लाइन गर्नुहोला। पढ्नुभन्दा अगाडि त्यहाँ माथि दिएको कुराहरू चाहिँ तपाईँले राम्रै पढेर सुरु गर्नुहोला। मैले अप्लाई गरेको चाहिँ जिल्ला प्रशासन कार्यालयबाट हो। यसमा चाहिँ आउनलाई 20 देखि 30 दिन लाग्छ। यदि तपाईँहरू चाँडै चाहनुहुन्छ भने चाहिँ पासपोर्ट डिपार्टमेन्ट अफ नेपालमा सिलेक्ट गर्न सक्नुहुनेछ। अनि यहाँ आफ्नो अपार्टमेन्ट डिस्ट्रिक्ट अपार्टमेन्ट लोकेसन हालेर अनि कहिले अपार्टमेन्ट लिने त्यो दिएर यहाँ क्यापेसिटीहरू देखाइने गर्नेछ। PM AM कहिले तपाईँलाई खाली हुन्छ त्योसम्ममा हाल्न सक्नुहुनेछ। अनि यो क्याप्चा रिटाइप गर्नुहुन्छ। अगाडि नाम भन्नुपर्ने हुन्छ। आफ्नो इन्फर्मेसनहरू हाल्नुहोस्। सबै जन्ममिति सेलेक्ट गर्नुहोस्। यसमाथि चाहिँ नेपालीमा यहाँ जन्ममिति, प्लेस अफ बर्थ आफ्नो जन्मेको जिल्ला सेलेक्ट गर्नुहोला। यहाँ बुबाको लास्ट नेम चाहिँ फर्स्ट नेम पढ्न सक्छ। यता मदर्स लास्ट नेम यता मदर्स फर्स्ट नेम। अनि यो सबै कुराहरू चाहिँ 30 मिनटभित्र पुरा गर्नुपर्ने हुन्छ। यता सिटिजनसिप नम्बर होला। नागरिकता कहिले इस्यु भएको थियो त्यो यता हाल्नु होला। जिल्लाबाट नागरिकता जारी भएको थियो त्यो जिल्लाको नाम, मोबाइल नम्बर, तपाईँको मोबाइल नम्बर, अनि गाउँ, वडा नम्बर, प्रदेश कुन प्रदेश हो। यहाँ चाहिँ अब जरुरी परेमा सम्पर्क गर्ने विवरण, फ्यामिलीमा अरू कसैको एकजनाको डिटेल्स यहाँ भन्न सक्नुहुनेछ। इनकेस तपाईँलाई कन्ट्याक्ट गर्न सकिएन भने यो व्यक्तिलाई कन्ट्याक्ट गर्नेछ अफिसले। यहाँ चाहिँ कन्ट्री अफ थेफ्ट, पासपोर्ट जारी भएको मिति राख्नुपर्नेछ। यहाँ चाहिँ कुन जिल्लाबाट जारी भएको त्यो जिल्ला सेलेक्ट गर्नुपर्नेछ यहाँ। अनि यो डेट अफ थेफ्ट लस भनेको चाहिँ, अनि यसमा चाहिँ कहिले तपाईँको पासवर्ड हराएको डेट हाल्नु होला। अनि यहाँ चाहिँ पासवर्डको नम्बर, हराएको पासवर्ड नम्बर हाल्नु होला। यता चाहिँ अब तपाईँले आफ्नो नागरिकताको अगाडिपट्टिको भएको कुरा छ। अनि यसमा चाहिँ तपाईँको नागरिकताको अन्तिम प्रभाव, यसमा चाहिँ के हुन्छ भन्दा 300 KB भन्दा तलको फोटोको साइज हुनुपर्छ, मात्र एक्सेप्ट गर्छ। यदि तपाईँलाई फोटोको साइज घटाउनु छ भने यहाँ माथि आई बटनमा यो भिडियो आउनेछ। त्यसमा मैले सिकाएको छु कसरी साइज घटाउने भनेर, त्यो हेर्न सक्नुहुनेछ। अन्त्यमा राम्ररी चेक गर्नुहोस्।
आफूले भरेको विवरण ठिक छ कि छैन भनेर नयाँ पासवर्ड बनाउनको लागि राष्ट्रिय परिचय पत्र चाहिँ अनिवार्य गरिएको छ। त्यसकारण राष्ट्रिय परिचय पत्र पनि तपाईँसँग हुनुपर्छ पासवर्ड गर्नको लागि। त्यसको लागि पनि मैले भिडियो बनाएको छु कसरी राष्ट्रिय परिचय पत्र अनलाइन आवेदन भर्ने भनेर आई बटनमा थिचेर त्यो पनि हेर्न सक्नुहुनेछ। अनि अन्तिममा यहाँ क्याप्चा टाइप गरेर सेभ गर्नु होला। यो रिक्वेस्ट नम्बर चाहिँ कपी गरिराख्नु होला। पछि स्ट्याटस चेक गर्नलाई पाइनुहुन्छ। यहाँ पेमेन्ट प्रोसेड पेमेन्ट मैले गरेँ। तपाईँले पेमेन्ट चाहिँ अनलाइन पनि गर्न सक्नुहुनेछ र अफिस गएर त्यहाँ काउन्टरमा अनि पेमेन्ट गर्न सक्नुहुनेछ। यहाँ हेर्न सक्नुहुन्छ रिक्वेस्ट हेज बिन सक्सेसफुली सबमिटेड दिएको छ। तपाईँ चाहिँ यो डेटमा बात गर्नुहुन्छ। अपोइन्टमेन्ट डेट एन्ड टाइम डाउनलोड गरिराख्नु होला। डाउनलोड चाहिँ लिएर जानुपर्नेछ। आजलाई यति नै। यदि तपाईँहरू यस्तै भिडियोहरू जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक सेयर र सब्सक्राइब गर्नुहोला। सब्सक्राइब गरेर अल नोटिफिकेसन अन गर्नुहोला ताकि तपाईँले कुनै पनि भिडियो मिस गर्नुहुने छैन।